पकाएर त आगोले पाकिहाल्छ। यो झार यो ढोड सोड त एउटा केही रहँदैन, यहाँ केही देखिँदैन, पुरै हिलो बनाउँछ। दिदीले खाँदै दिनुभएको छैन है। लासो फ्यापुला वेलकम ब्याक टु माई च्यानल। अहिले चाहिँ तपाईँहरू हेर्दै हुन्छ एसएलसी ब्लग 3 र अहिले चाहिँ म लेटाङको खेरोमा छु र मेरो हातमा कोदालो। साला जता गए पनि काम चाहिँ गर्नै पर्ने। अनि अब डुलन त्यसलाई होइन यहाँ कुरो नि काम नगरी कहाँ खान दिन्छ र होइन। अनि घरमा बसेर काम पनि गरिँदैन। अनि मुला बाहिर डुलेपछि त काम नगरे के दिन्छ त? काम नगरेपछि भात दिन्छ? काम त गर्नै पर्यो। त्यही भएर खानाको लागि चाहिँ कोदालो जतै गए पनि काम चाहिँ गरिन्छ। काम पनि गरिन्छ, खाइन्छ पनि, मजाले खाइन्छ पनि। र आज चाहिँ म जाँदैछु फरा बोकेर। फरा भन्दैन यसलाई कोदालो भन्छ। वापस जाँदैछु। कहाँ पुग्दाखेरि चाहिँ काम भेटिन्छ, ड्याङ गर्ने हो र भइहाल्छ। अनि लिन पनि लागिसक्यो क्या हो। 3:30 हुन लाग्यो कि नभयो होला। अनि अब स्कुल पनि नानी लिनु जानुपर्छ नि त सट्टसँगले। मिनी ट्र्याक्टरमा चाहिँ पुरा मकै लाउँदै हुनुहुँदो रहेछ यहाँ चाहिँ। यो मकै लाएर चाहिँ लान आँटेको जस्तो छ। र हामीहरूले चाहिँ बिहान फेरि होइन पट्टसँगले यहाँ चाहिँ कुलो झोडेको नि त। फेरि कुलो सफा गरेको त तल चाहिँ परेन, ठिकै छ। अनि यता हेलो काका, तपाईँले के घाँस काट्नु भएको? के घाँस भन्छ यसलाई? यसलाई के घाँस भन्छ? यसलाई के घाँस भन्छ? र हाम्रो यता राई काका अब हिँडेको फरा बोकेर अब काम खोज्दै हिँडेको। हाम्रो त चाहिँ बिहान चिल्लो बनाएको क्या पानी लानलाई सट्टसँगले। खै त अनि अब खै लाउने हुँदैन तपाईँहरूले। अनि मकै त अनि खै त नि यति त रहेछ थोरै। ऊ परेको नि तपाईँहरूकै हो? परेको पनि? ए परेको त हरियो छ क्या मकै त। हरियो मकैको भिडियो हरियो मकै नै छैन, सुकिसकेको छ। मकै नै सुकिसकेको छ। मकै सुकिसकेको छ। काका फेरि के अरे भिडियो बनाउनु। भिडियो चाहिँ म बनाउँछु तर त्यो कोलाहरूको बनाउँछु कि एक दिन। त्यो केरा भन्छ होइन, थोरा छैन त्यहाँ बगान, थोरा छैन, धेरै छ क्या। अनि ठ्याक्क पसाउनु थालेको होला धेरै। कति यहाँ त धेरै छ क्या, धेरै जग्गामा लाउनु भएको छ हाम्रो काकाले सट्टसँगले। अब म चाहिँ जान्छु होइन। अनि काम खोज्दै अब कहाँ पुग्दाखेरि चाहिँ मैले भेट्छु क्या कहाँ। आज चाहिँ अलिक शीतलै भन्नुपर्छ, त्यति साह्रो गर्मी चाहिँ छैन। घाम चिरिक्क लाग्छ घरिघरि होइन, फेरि धुमिहाल्छ क्या। अनि अब चाहिँ सट्टसँगले जाँदैछु कहाँ पुग्दाखेरि चाहिँ हेर्छु। भिडियोलाई चाहिँ के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। लाइक गरे पनि नगरे पनि ठिकै छ, कमेन्ट चाहिँ गरिदिनु होला। अनि लाइक त अब आउँदैन नि होइन। सब्सक्राइब चाहिँ गरिदिनु है। सब्सक्राइब चाहिँ तपाईँहरूले गर्नु नै हुन्छ होइन। धेरै सब्सक्राइब बढ्दैछ पनि। माथि चाहिँ हाम्रो जेठाइरहेको घर अलिकति कस्तो नराम्रो कस्तो देखिन्छ त। ए अहिले चाहिँ देखियो रविनाहरूको यो चाहिँ बारी भन्नु कि खेत भन्नु के भन्छ हो यसलाई होइन। हाम्रो भाषामा चाहिँ कसबाट जाने। यता दिदीहरूले चाहिँ काम गर्दै हुँदो रहेछ होइन। मकैको हालत यस्तो छ। अनि मकैको हालत यस्तो छ अनि यस्तो नै हुन्छ। कचाक कुचुकै अनि मसिनो घोगाहरू पनि मसिनो होइन।
अनि यतातिर छैन नालिदिदी त्यो माथि घाँस काट्दै हुनुहुँदो रहेछ ए हो दुईजना हाँस्दै स्कुलबाट आएको हो खै ड्रेस त अनि कतै खोलेको हो अनि ल आज काम चाहिँ यहीँ गर्नुपर्ला जस्तो छ यही टाँस्नु पर्ने हो दाजु यो टाँस्नु पर्ने कसरी टाँस्नु पर्ने यस्तो झ्यासमा नि त्यही भएर मलाई अल्छी लाग्छ क्या जहाँ गयो यस्तै झ्यास मात्र आउँछ अब यो आली टाँस्नु पर्ने अरे यसो अनि यता त्यो भित्ता पनि होला अनि यहाँदेखि त्यो दिदीहरूकोदेखि यता यो पल्लो गरा चाहिँ होइन यसो सिमाना रहेछ यहाँदेखि त्यहाँ सिमाना अब आलु टाँस्ने हो यतै गर्नु होला त्यहाँदेखि के जाम अब काम गर्ने अल्छी लाग्छ अब माइला भेना गरिखेर आइपुग्नु नि हो अनि यस्तो छ यो काट्ने अप्ठ्यारो सब ढोडै ढोड छ र पनि अब टाँस्ने हो सुरु गरियो यो फर्तिरदेखि झ्याम यो चाहिँ मैले टाउको टाँस्ने यसलाई चाहिँ के गर्नु अरे दुलो टाल्नु नि दुलादुली टाल्नु परेन सबै अनि मुसाले भित्र पारेको मैले बेला यसो गर्ने हो अनि एकछिनमा यो त सबै सफा गर्छु मैसँगले काटेर हामीहरूले यहाँसम्म आइपुग्यो यहाँ आइपुग्दाखेरि ठ्याक्कै भेना पनि आइपुग्नु भयो भेनाले चाहिँ घरको कामहरू पनि गरिहेरि आउनुभएको होइन भेना के को काम गर्छ म त सुत्दा गरेर सुँगुरमा चारो चाहिँ कसले पकायो भने चारो त आगोले पाक्यो अब त्यहाँ भित्रको काट्छौँ हामी सट्टसँगले अहिले भेना पनि आउनुभयो र अलिकति हल्का भयो आजको काम अब अझै छ काम हेर्दै गरौँ होला होइन भेना कम गाह्रो छ त काम गरौँ पसिना कस्तै गाह्रो बिचले उता त्यहाँ तास्नु मिल्दैन नि त अनि टक 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 उखेल्दै हुनुहुन्छ हेरेरै त तासे गर्मी छ गाह्रो छ अनि यो चाहिँ फेरि भिडियो बनाइबस्छ उभिन्छ कामै गर्दैन हुनुहुन्छ होला यो चाहिँ मैले पहिलो तरिका देखेको है यसरी खन्ने चाहिँ अब यसो गऱ्यो भने चाहिँ के हुन्छ भने अलिअलि पानी पऱ्यो भने यो ल्यात्त हिलो हुन्छ अरे अनि आली लगाउनको लागि सजिलो हुन्छ अरे तपाईँहरूले यसो चाहिँ गर्नु हुँदैन होला अब यसलाई अलिअलि कुल्चेर पानी आएपछि काचाकिचिक पारेर अनि आली लाउने हो ड्रिल लगाइसकेपछि घरको जग र आलीको ड्रिल चाहिँ डह्रो भयो भने राम्रो हुन्छ पानी जम्छ कसैले के गर्न सक्दैन अनि यस्तो त अरूले गरेको देख्दिनँ त नि म यो नयाँ सिस्टम हो अहिलेको नयाँ आधुनिक किनभने अहिले गुरु छैन ट्र्याक्टरले एकैचोटि लटपट्याउँछ यो झार यो ढोड त एउटा केही रहँदैन यहाँ केही देखिँदैन पुरै हिलो बनाउँछ हिरो पुरै लुतुतु बनाउँछ त्यही भएर अलि धान अनि त्यहाँ माथि रोपिसकेपछि अनि मिलायो जाँदै साँदै लाउनु पर्दैन फेरि लाउनु पर्दैन बाउसेले गऱ्यो अनि चप्लक रोप्ने हो सकियो त्यही भएर पहिले चाहिँ यो आली लाउनको लागि चाहिँ यसरी खन्नुपर्छ यसरी खनेपछि पानी जस आकाशबाट अलिक डर्के पानी आयो भने यसलाई काचुकुचुक भएर ल्याबले हाल्नुपर्छ आली लगाइहाल्ने ल यो चाहिँ पानी आएर यसरी कुल्चेपछि पानी यो त नौलो तरिका हो नि त यो नयाँ आधुनिक तरिका हो यो जोतेपछि त खलाचुलुत भइहाल्ने रहेछ अब यसो गरेपछि त यो अगाडि नै चडक्क बनाइराख्ने होइन तर फेरि जोत्दाखेरि पनि त अनि भत्काउँला नि त भत्काउँदैन दामी
पनि आउँदो रहेछ हौ। सक्दैन नि उस्तो निकै मजाले पो खाँदो रहेछ त नगरेर पो रहेछ त अगाडि बसेको बल निकाल्नु पर्यो नि त गजब छ दामी जे भने क्यामेराको अगाडि त खन्नु पर्यो नि देखाउनु पर्यो भेनाको ताल पऱ्यो नि त मान्छे त ठहरै यस्तो यस्तो लाउनुहुन्छ गाह्रो रहेछ गाह्रो सिद्धिन लाग्यो कतिवटा गराएको यो छेउ खनेको आज भएन 4-5वटा घर त आज त त्यसो भने त भर त निन्द्रा लाग्दैन होला महिलालाई त खाँदा खाँदा निन्द्रा चाहिँ लाग्छ नि ए गोलेर झन् निन्द्रा चाहिँ लाग्छ अघि बिहानै नआएको फेरि आउने बेला भयो 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 सक्यो भयो त्यति नै खाजा नि दिनुभएको छैन अब खाजा त काम सिद्धिएर तिर्खान लाग्यो र दिदीले खाँदै दिनुभएको छैन है खाँदै खाएको छैन अनि त्यहाँ माथिको सकिसक्यो कि नै अब यता सक्यो धुम्यो 5 बजे लाग्यो होला अब त अब अरू चाहिँ भोलि गर्ने भोक्नु लाग्यो आजलाई यति नै काम गर्नुपर्छ होला आज यति नै गऱ्यो भने चाहिँ आज यति नै ल सुरुदेखि अन्तिसम्म हेरिदिनु भएको धेरै धेरै धन्यवाद भिडियोलाई लाइक गरिदिनु होला च्यानल सब्सक्राइब गरिदिनु होला त्यहाँ रहेको घन्टी पनि बजाइदिनु होला गाइस भन्दै आजलाई यति नै त्यहाँ चाहिँ ट्र्याक्टरमा मकै लाउँदैछ है